हजुर अब हामीहरू त पीडित छौँ अब यो देशको परिस्थिति यो कांग्रेस चाहिँ माओवादी एमाले के गरेका छ हामीहरू त पीडित छ अब नयाँ नौलो के गर्नुहुन्छ अब त्यही त हो आशा संकल्प छ म काठमाडौँको मान्छे धादिङको मान्छे मैले हेरिरहेको देशमा आएर म केही गर्न चाहन्छु विकास तपाईँहरूको शिक्षा र स्वास्थ्यमा सुधार गर्न चाहन्छु यो सडक पिच भएको तपाईँहरू हेर्न चाहनुहुन्छ विकास हेर्नुहोस् त आज बालबालिकाले कहाँ पढ्न पाएको छ छैन त्यही त पीडित छौँ हामी म साथ दिन्छु म गएर देखाउँछु एकपल्ट ल ल ल ठिक छ हजुर ठिक छ हजुर जस्तो मान्छे ठिक छ हजुर अभिनन्दन गर्न चाहन्छु ल ल ल ठिक छ अब युवा पिँढी छोरो मेरो छोरो चुनाव लाग्नुपर्छ रिसिङलाई